सम्पूर्णमा नमस्कार। आज म मेरो छिमेकी बहिनीकोमा आएको छु। बहिनीको नाम सुषमा देवान हो। बहिनीको उमेर 27 वर्षको पुगेको छ र बहिनीको 11 वर्षको छोरा र 9 वर्षको छोरी छ र बहिनीलाई अहिले पाठेघरको क्यान्सर लागेको छ र डाक्टरको सल्लाह अनुसार बहिनीको उपचार यहाँ नहुने भएको हुनाले बहिनीलाई उपचारको लागि इन्डिया लानुपर्ने भएको हुनाले र बहिनीको घरको आर्थिक अवस्था कमजोर भएको हुनाले उपचार गर्न नसक्ने भएको हुनाले र बहिनीले मलाई बचाइदिनु हुन भनेर सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्नुभएको छ है। यसको लागि बहिनी तिमीले केही भन्देऊ। सम्पूर्णमा नमस्कार। मेरो नाम सुषमा देवान हो। म 27 वर्षको भए। मलाई पाठेघरको क्यान्सर रोग लागेको छ अनि मेरो आर्थिक अवस्था एकदम धेरै कमजोर छ घरको। त्यही कारणले गर्दाखेरि बाहिर जानुपर्ने भयो, नेपालमा नहुने भयो। त्यही भएर सम्पूर्णमा मेरो अब आर्थिक स्थिति कमजोर छ। सबैजनाले मलाई मिलेर दाजुभाइ दिदीबहिनी मलाई बचाइदिनु भनेर म सबैजनालाई अनुरोध गर्न चाहन्छु।